अर्को कुरा, राष्ट्रपति कार्यालयमा हिजैको दृश्य हेर्नुभयो होला, धेरै पत्रकारहरू गएको थिए त्यहाँ एउटा समूहभित्र गयो, अर्को समूह बाहिर छन्। उनीहरू जेन्जी हो कि होइन? उनीहरूले बोलेका कुराहरू सुन्नुभयो तपाईँहरूले? हो, मैले त्यही भन्न खोजिरहेको थिएँ। जेन्जीलाई स्पेस दिउँ, ठाउँ दिउँ। तर यहाँ के भइरहेछ भने जेन्जीको नाममा रोटी सेक्ने अथवा सरकारमा त्यो आफ्नो वर्चस्व बनाइदिने कामहरू भइरहेको छ। ओरिजिनल जुन जेन्जी छन् उनका माग जायज हो, त्यो जेन्जीको साथमा हामी पनि छौँ। तर कुन कुरामा? के सिंहदरबार जलाउने कुरामा हामी साथ छौँ? कदापि हुँदैन। संसद भवन जलाउने कुरामा हामी साथ छौँ, सर्वोच्च अदालत जलाउने कुरामा हामी साथ दिन्छौँ? कदापि दिँदैनौँ। जे गलत हो त्यो गलत हो, जे सही हो त्यो सही हो। अहिले अब अरू केही भेटेन। अब म त पत्रकार हो, पत्रकार हुँदैमा एउटा कुरा भन्नुहोस् तपाईँ, यो अस्ति राति भिडियो हाल्नुभन्दा अगाडि मैले गुन्डुमा गएर महेश बस्नेत एमालेका जुन नेता भनौँ या जेसुकै भन्नु तपाईँहरू, हामी त नेता मात्रै भन्न मिल्छ, उहाँको इन्टरभ्यू लिएको छु। इन्टरभ्यूमा मैले चाहिँ पहिलो प्रश्न कहाँबाट सुरुवात गरेको छु र मैले उहाँलाई नसोध्ने, तपाईँ हामीले अथवा जेन्जी पुस्ताले उहाँलाई गुन्डा भनेका थिए, मैले त्यो प्रश्न पनि सोधेको छु। तपाईँ नेता हो कि गुन्डा हो? त्यो प्रश्न मैले के गलत सोधे हो? र अर्को कुरा, मेरो पत्रकारितामा प्रश्न उठाउनेहरूलाई म जवाफ दिन चाहन्छु। यति टाइम छैन, मसँग यति समय छैन कि यसरी म तपाईँहरूको प्रत्येकको जवाफ दिउँ। तर मेरै फेसबुकको फोटो निकालेर, नेताहरूसँगको फोटो निकालेर, अब एउटाले कुनै नेता नाम नलिउँ, फोटो सबैको छ। अब बिस्तारै बिस्तारै यो देशको राम्रो सोच्ने जतिलाई तपाईँहरू झोले बनाइदिनु होला। जो ओरिजिनल झोलेहरू छन् उनीहरू सक्रिय रूपमा भित्रभित्रै आफ्नो काम गर्छ। म यो देशमा द्वन्द्व चर्काउन चाहदिनँ। मेरो अनुरोध छ, म कुनै व्यक्तिलाई टार्गेट गरेर कुनै पनि भिडियो बनाउँदिनँ। म कुनै पनि सङ्घ संस्थालाई टार्गेट गरेर, मेरो रिपोर्टिङ हेर्नुहोस् न।